सिलाइदे त दमे बा यो कपडा सिलाइदिनु त के भएछ नानी यो कपडा च्यात्ते छ मैले पहिला ल्याएपछि मेरो सिलाउने हो कि अर्कोको सिलाउने हो तिम्रो कपडा किन सिलाउने सिलाउनु तिम्रो कपडा अन्त ल सिलाऊ एउटा इज्जत छैन एउटा सम्मान छैन दमै भनेर ह्यापेको यति सानो नानीसँग सिक हेर दमै बा कपडा सिलाइदेऊ एउटा हुन्छ नि इज्जतसँग बोल्ने गर तिम्रो कपडा ल तिमी आफै सिलाऊ लिएर जाऊ सिलाउनु न म दमै भयो भनेर ह्याप्ने यिनीहरूलाई हामीले कपडा सिलाउने हामीले सिलाएको कपडाले यिनीहरूको लात छोप्ने त्यहाँबाट बोल्ने दुनियाँदारी अहिले लिएर जाऊ नानी अहिले लिएर जाऊ यहाँ सिलाइदिइसकेँ ल थोरै च्यातेको रहेछ ल